आज एउटा प्रश्न ल फेरि ल भन तिमीसँग 50 रुपियाँ छ बजार गयो 50 रुपियाँमा बजार गएर सामान किनेर लिएर आयो है त्यो सामान तिमीले पनि वर्ष दिन प्रयोग गर्छौ र तिम्रो फ्यामिलीले पनि वर्ष दिन प्रयोग गर्छन् त्यो चिज कुन होला 50 रुपियाँको सामान ल्याए मैले 1 वर्ष प्रयोग गरे फ्यामिलीले पनि फ्यामिलीलाई पनि पुग्छ तिमीलाई पनि पुग्छ त्यस्तो चिज के हो 50 रुपियाँ के होला र त्यस्तो चिज के ब्रस त अनि फ्यामिलीले प्रयोग गर्ने मिल्दैन भाडा मस्काउनु त्यो त 2-3 दिनै सकिहाल्छ अरू बुनेहरू भन्ने हो के होला त मलाई थाहा भएन है कमेन्ट गर्नुहोस् ल थाहा भएन अरे कमेन्ट गरिदिनु होला है त तपाईँहरूले को सही एन्सर हो क्यालेन्डर भित्ते पात्रो जे पनि हुन सक्छ है।